ब्रोइलर कुखुरा व्यवसाय सुरु गर्नको लागि कति लगानी आवश्यक पर्ला त? हिसाब गरौं है त। कुखुरा पालन व्यवसाय 1000 वटा ब्रोइलर कुखुराको चल्लाबाट सुरु गर्न हामी सल्लाह दिन्छौं। यो व्यवसाय सुरु गर्न लाग्ने लगानीलाई हामीले दुई प्रकारबाट बुझ्न आवश्यक छ। 1. खोर बनाउन लाग्ने खर्च, 2. चल्ला तथा दाना लगायतमा लाग्ने खर्च। फलाम र बाँस प्रयोग गरेर बनाएको खोरको लागत 1,50,000 रुपैयाँ जति आउँछ। टिन राखेर खोर बनाउने हो भने 2 देखि 3 लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ। चल्ला किन्न र दाना बनाउन थप खर्च आउँछ। एउटा चल्लाको मूल्य 50 रुपैयाँ पर्छ। यो हिसाबले 1000 वटा चल्लाको मूल्य 50,000 रुपैयाँ पर्ने भयो। 1000 चल्लालाई 14 दिनसम्मको हुँदा खुवाउने दाना 500 किलो जति आवश्यक पर्छ। त्यति दाना किन्न 31,500 रुपैयाँ तिर्नुपर्छ। 15 देखि 30 दिनसम्म खुवाउन 1500 किलो दानाको आवश्यकता पर्छ। त्यति दानाको 94,500 रुपैयाँ तिर्नुपर्छ। चल्ला 30 दिन भन्दा माथिको भएपछि 45 दिनसम्म हुँदा खुवाउने दाना 2750 किलो आवश्यक पर्दछ। सो दानाको लागि 1,74,000 रुपैयाँ जति खर्चिनुपर्छ। यो हिसाबले 45 दिनसम्म दानामा लगभग 3 लाख रुपैयाँ खर्च लाग्छ। औषधि र अन्य खर्चमा 30,000 रुपैयाँ खर्च राख्दा 3,80,000 लगानी लाग्ने भयो। खोरमा चल्ला हालेको 45 दिनमा कुखुरा बेच्न योग्य हुन्छ। यसरी व्यवसाय सुरु गरेपछि आम्दानी भने कस्तो हुन्छ त? यसको पनि मोटामोटी हिसाब देखाउँदैछौं है त। पहिला त 1000 चल्ला हालेर व्यवसाय सुरु गर्दा यसको 10% अर्थात 100 वटा जति चल्ला मर्ने सम्भावना उच्च हुन्छ। यसो भन्नुको मतलब अब हुर्किसक्दा तपाईसँग 900 वटा कुखुरा हुन्छन्। एउटा कुखुराको तौल कम्तीमा 2 किलो 300 ग्राम हुन्छ। यो हिसाबले 900 वटा कुखुराबाट 2070 किलो मासु उत्पादन हुने भयो। मासुको होलसेल मूल्य 220 रुपैयाँ मान्दा व्यवसाय सुरु गरेको 45 दिनमा 4,55,000 रुपैयाँ आम्दानी हुने भयो। पहिलो उत्पादनमा तपाईले जम्मा 75,000 रुपैयाँ आम्दानी हुने भयो। खोर बनाएको खर्च समेत जोड्ने हो भने पहिलो उत्पादन लिँदासम्म घाटा जस्तो देखिन्छ। खोर सहितको लगानी उठ्न भने दोस्रो पटकको आम्दानी कुर्नै पर्ने हुन्छ। तेस्रो पटकबाट लिने उत्पादनबाट भने पुरै लगानी उठाएर फाइदा हुन थाल्छ। पहिलो उत्पादनको कुखुरा बेचेपछि 15 देखि 20 दिन जति औषधि प्रयोग गरी सफा गरेर खोर खाली छोड्नुपर्छ। यही चक्रमा चल्ला खोरमा हाल्ने हो भने पनि वर्षमा कम्तीमा 5 र बढीमा 6 पटक चल्ला हालेर उत्पादन लिन सकिन्छ।